हेलो गाइज वेलकम टु आवर युट्युब च्यानल होइन। आज चाहिँ हामी जाँदैछौँ बुद्धेश्वर मन्दिर। हामीसँग छ र हामी अहिले करिब 8 बजेको छ र हामी निस्किसकेका छौँ बुद्धेश्वर मन्दिर दर्शनको लागि। See the mesmerizing view of Kathmandu Valley. हामी अहिले शिवपुरीको डाँडा कटेर अहिले तल झर्दैछौँ मैदान वागरपट्टि र यहाँ देख्न सक्नुहुन्छ उता काठमाडौँ छ। हामीले हिमालको हिमश्रृङ्खला पनि देख्न सक्छौँ यहाँबाट। चाहिँ हामीले भ्यू देख्न सक्छौँ तलारी हिमालहरूको। बुद्धेश्वर महादेव Our mama has got busy riding skills and we are going downhill. The road is narrow and we have to slow down our bike.
नाचिराख है नाचिराख है यहाँ ठिक जाक्ला हामी अहिले छहरे बजार आइपुगिसकेका छौँ। अब त्यहाँनिर चाहिँ हामी अहिले छौँ छहरे बजारमा। हाम्रो वन्दना दिदी उहाँ हुनुहुन्छ। ऊ विशाल चस्मा लाएर दादा बनिसकेको छ। म चाहिँ द वाइबी एक्सप्लोरको सञ्चालक संस्थापक हो। हाम्रो कोलाबोरेसन भइरहेछ यो चाहिँ यो भिडियोलाई सबैले द वाइबी एक्सप्लोरका भ्युअर्सहरूले श्रीकृष्ण पुडासानी युट्युब च्यानल गएर सब्सक्राइब गरिदिनु होला विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। श्रीकृष्ण पुडासानी च्यानल गले राम गेमरलाई पनि सब्स्क्राइब गरिदिनु होला। म चाहिँ राम गेमर हो गाइस। Potato french fries. हेलो गाइस, अहिले हामी छौँ छहरेमा। यहाँबाट चाहिँ हामीलाई करिब 1 घन्टा लाग्छ अब दुब्जेश्वर जानलाई। बाइक चलाउँदै हुन्छ।
ओर्ली भाइको नि फोटो यता यता ओर्ली है यता गाडी कता गयो कता गयो
किनेले देखिहाल्छ बोल्नु न टाढी खोला र यहाँबाट चाहिँ अब बाटो रहेको छ दुप्चेश्वर जानलाई कस्तो राम्रो भ्यू देखिरहेको छ यहाँ दुप्चेश्वर महादेव पुरा हाम्रा भान्जीहरू पुरै फोटो खिचेर समाइरहेका छन्। यहाँ छ छोरो र भान्जीहरूको। गाइज अहिले चाहिँ हामी दुप्चेश्वर मन्दिर जाने क्रममा यहाँ झोलुङ्गे पुलबाट तरिरहेका छौँ र यहाँ हाम्रो अगाडि रातो क्याप लाउने चाहिँ वन्दना दिदी, उता अर्को त्योभन्दा अगाडि हिँड्ने मामा र सबभन्दा अगाडि चाहिँ हाम्रो विशाल छ र यहाँ तल खोला देख्न सक्नुहुनेछ। एकदमै राम्रो छ, यहाँ मनोरम दृश्य छ र म भने क्रियाकलापहरू घटनाहरू भोग्नु पर्दाखेरि यस्तो अद्भुत र दिव्य र स्वयं साक्षातै महादेव विराजमान हुनुहुन्छ र यो भौगोलिक बनावटले नै चमत्कार दर्शाइरहनु भएको छ कि जसरी मान्छेमा बच्चा सानोबाट बढ्दै ठुलो हुन्छ त्यसै गरी भगवान हेर्दा ढुङ्गाको स्वरूपमा हुनुहुन्छ तर बढिरहनु भएको छ, त्यसै त कोही बढ्दैन। त अब यो भगवानको स्वरूप
हेर्दा ढुङ्गाको स्वरूप शिलाको स्वरूपमा हुनुहुन्छ, तर भगवानले ढुङ्गा शिलाको स्वरूपको बखुन्डो लगाएर विराजमान हुनुहुन्छ। त्यसरी बुझ्नुभयो। त्यो भावनाले अहिले विश्वको शक्तिपीठमा दुक्षेश्वर महादेव पर्नुभएको छ। अनि विश्वको शक्तिपीठ जसरी मान्छेको बच्चा बढे सानोबाट बढ्दै ठुलो हुन्छ नि, त्यसरी बढिरहनु भनेको जीवित हुनुहुन्छ। जीवित नभइकन कोही पनि बढ्दैन। जीवित भाव हुनाले बढिरहनु भयो। हामीलाई चाहिँ विश्वास लाग्दैन, किनभने मान्छे स्वरूपमा नि हुनुहुन्न। भगवान् बढिरहनु भन्दा त अनौठो लाग्छ नि त मान्छेलाई, तर बढिरहनु भएको छ। त्यो भावनाले संसारकै जीवित भगवान् शक्तिपीठ त्यस कारणले यो दिव्य स्वरूपमा कोही कसैको इच्छाहरू केही सफल हुन त्यस्तो भइदियोस् भन्ने लाग्छ भने दुक्षेश्वरमा आउनुहोस्, आफ्ना जीवनलाई धन्य गर्नुहोस्, सफल पार्नुहोस् भनेर चाहिँ म यही सन्देश दिन चाहन्छु।